दर्शक पनि यहाँहरू सबैजनालाई स्वागत छ। लामो समयको बादमा आज हेर्नुपर्ने कुरामा चाहिँ हाम्रो पाहुना अतिथि हुनुहुन्छ सुन्दर छेत्री। सुन्दरजी यहाँलाई स्वागत छ। नमस्कार, धन्यवाद। हजुर अहिले कुन भिसामा कहाँनिर कोरियामा कार्यरत हुनुहुन्छ? म चाहिँ अहिले E9 भिसामा उल्सान उज्जुगुन साना काम गरिरहेको छु। तपाईँ आउनुभएको कति वर्ष भने? म आएको लगभग 2 वर्ष कटेर 27-28 महिना भयो। 27 महिना जति भयो। आज भेटको क्रममा तपाईँसँग छोटो कुराकानी गर्न लागिरहेछ। हजुर। वास्तवमा अहिलेको विशेष पहिलो परिवेश पहिलो चासोको विषय अलिकति होइन। अब अहिले हामी परदेशमै भए तापनि अलिकति चासोको विषय रहने भनेको चाहिँ अब विशेष अहिले भनेको चाहिँ नेपालको राजनीतिक अवस्था हुन्छ। हामी जहाँ बसे पनि होइन, अब विदेशमा जहीँ रहे पनि हामीले अलिकति आफ्नो देशको चिन्ता त हामी सबैलाई हुन्छ नि होइन। अलिकति मैले प्रश्न एक दुईवटा सोधिहालेँ। हाम्रो देशमा तपाईँ राजा चाहनुहुन्छ कि राष्ट्रपति चाहनुहुन्छ? म त अब अहिले राष्ट्रपति नै ठिकै लागिरहेको छ। राष्ट्रपति ठिक छ, तर राजा हुँदा पनि मलाई त ठिकै लाग्छ। हजुर। अनि यहाँको भनेपछि राष्ट्रपति नै ठिक छ हाम्रो देशमा होइन? हजुर, राष्ट्रपति ठिक छ। राष्ट्रपतिको सिस्टम एउटा छ नि, जस्तै प्रत्यक्ष प्रणालीको सिस्टम छ र समानुपातिक प्रणाली छ, दुईवटा। जस्तै प्रत्यक्ष प्रणालीमा चाहिँ जनता स्वयंले राष्ट्रपति छान्नुपर्ने कुरा हुन्छ। समानुपातिकमा चाहिँ हामीले सांसदलाई जिताएर क्याबिनेटमा गएर चाहिँ सांसदहरूले चाहिँ राष्ट्रपति छान्ने प्रक्रिया हुन्छ। यसमा चाहिँ कुनलाई बढी प्राथमिकता दिन्छ, प्रत्यक्ष प्रणाली सिस्टमलाई कि समानुपातिक प्रणाली सिस्टम? प्रत्यक्षलाई नै भनेको हाम्रो देशमा आगामी दिनहरूमा चाहिँ प्रत्यक्ष प्रणाली हुनु पऱ्यो, जनताको अधिकार हुनु पऱ्यो भन्ने कुरा होइन। अहिले भनेको अलमोस्ट तपाईँ कोरिया आएको भनेको 17-18 महिना होइन, 27-28 भन्नु धेरै नै भयो। ल 2 वर्ष काटिसक्यो। 2 वर्ष कट्यो भनौँ न। 2 वर्ष कट्यो। हाम्रो देश र अलिकति कोरियाको तुलना गर्दा के कुरा फरक पाउनुभयो त? मैले फरक पाएको कुरा भनेको चाहिँ यहाँनिर चाहिँ अलिकति सिस्टममा चल्ने। अब जस्तो अब जता गए पनि त्यो कसैले त्यस्तो सिस्टमहरू नमिच्ने, त्यो राम्रो व्यवहार छ। अब सडकहरूकै कुरा गर्नु पर्दाखेरि पनि व्यवस्थित छ, राम्रो छ, नियमहरू छ सबैतिर। मलाई चाहिँ यहाँको नियमहरू नीति नियमहरू चाहिँ एकदम सिस्टममा चलेको देखेर चाहिँ एकदमै राम्रो लागेको छ। हाम्रो देशमा हेर्ने हो भने चाहिँ लथालिङ्ग जस्तो छ क्या। जतै गए पनि अब त्यो भिडभाड, एउटाले अर्कोलाई पेल्ने, अर्कोले अर्कोलाई पेल्ने, पछाड मछाड गर्ने प्रवृत्ति छ। यहाँ चाहिँ त्यस्तो मैले खासै देखिनँ। एकदमै राम्रो सिस्टममा जता गए पनि मान्छेहरू रुल्स एन्ड रेगुलेसन त्यो चाहिँ फलो गरेको एकदम राम्रो लाग्छ। त्यो चाहिँ संस्कारहरू चाहिँ त्यस्तो छ। नेपालभन्दा धेरै राम्रो लागिरहेको छ। राम्रो लाग्यो। भाबीले पनि कोरिया बस्नु विचार? कोरिया त अब धेरै समय चाहिँ बसिँदैन, निश्चित समयको लागि परिवारहरूसँगै बस्नु रमाइलो लाग्छ मलाई चाहिँ। दुःखको कुरा आफ्नै गाउँ त्यही हो। हामी सबै नेपालीको दुःखको कुरा नै यही हो कि त्यही हो होइन? अब निश्चित समयको लागि बस्नु त्यही नै कुरा रह्यो। अब नेपालको परिवेशतिर नेपालकै परिवेशमा छ नि, नेपालको परिवेशमा देख्नुपर्ने कुराहरू। नेपाली जनता पनि रोजगारको लागि विदेश जानुपर्छ, यो चाहिँ के कारणले भयो जस्तो लाग्छ तपाईँलाई? यो त अब मेन त अब राजनीतिले नै अलिअलि असर पारेर होला। नेपाल खासै अर्थतन्त्रको कमीले पनि होला, खासै छैन। यता टाढो उता भत्किने जस्तो छ। राजनीति अस्तव्यस्त भयो होइन? त्यही अब एउटा अब त्यस्तै कारणले अब अहिले कुनै पार्टीले यो पार्टी त्यो पार्टी भनेर दोष पनि नलाउने एकदम गाह्रो कुरा हो। ओके, पहिलो प्रश्न भएको छ समसामयिक विषय, देश र अनुभवको कुरामा भयो। कोरिया आउँदै गर्दा तपाईँले आफ्नो परिवारलाई त जेस मिस गर्नु भएको छ? हजुर, मिस त
गरियो बिहा गर्नु भएको छैन? बिहे गरेको छैन अब गर्ने प्लानमा हजुर। छिटै तपाईँको कोरिया आउँदै गर्दा तपाईँले कोरियामा चाहिँ नराम्रो पल बिताएको? नराम्रो पल बिताएँ त अब एक्लो महसुस हुने एक्लो जीवनयापन छ कम्पनीमा पनि म एक्लै छु नेपाली अब यताउता पनि कसै साथीभाइहरू नभएर चाहिँ त्यो चाहिँ अलिकति नराम्रो जस्तो फिल गरेको छु होमसिक भयो अलिअलि? अलिअलि ठिक छ। यहाँको कम्पनी कस्तो प्रकारको? मेरो चाहिँ फुडको कम्पनी हो उनीहरू आउँछ बाहिरबाट आउँछ विदेशबाट अस्ट्रेलियाबाट आउँछ त्यसैलाई फेरि अब अलिअलि धुलो भिडियो कस्तो बनाएर कोरियातिर फेरि डेलिभरी गर्ने बाहिरबाट ल्याएर हाम्रो देशमा नि यस्ता किसिमको केही गर्नुपर्छ लाग्छ लाग्दैन? कम्पनीहरू निर्माणको कुरा भयो होइन, व्यक्तिलाई प्रोत्साहन गर्ने कुराहरू गर्नुपर्छ जस्तो लाग्छ? त्यो त गर्नुपर्छ जस्तो लाग्छ एकदम। भावी योजना तपाईँको गर्ने योजना छ? हजुर गर्ने योजना चाहिँ बनाइरहेको छु कति दिनसम्म कोरिया बस्ने प्लान गर्नुहुन्छ? कति वर्षसम्म? हजुर। अब अहिले चाहिँ अब 8-10 वर्ष जति सोचेको छ अब पछि अब के हुन्छ हेर्दैछौँ त्यतिखेर अहिलेलाई चाहिँ ठ्याक्क भन्नुपर्दा 10 वर्ष चाहिँ बस्ने योजना छ। पारिवारिक स्थिति? परिवारमा को हुनुहुन्छ? परिवारमा 5 जना छौँ। हजुर। बुवा मम्मी भाइ दिदी म। तपाईँ घरको जेठो? हजुर म जेठो छोरो मभन्दा माथिको दिदी। दिदीले बिहा गरिसक्नु भयो? हजुर दिदीले बिहा गरिसक्नु भयो। भनेपछि जिम्मेवारी ठुलो छ तपाईँको? हजुर। घरको जेठो छोरो भनौँ, हजुर घरको जेठो छोरोको स्वाभाविक रूपमा चाहिँ ठुलो जिम्मेवारी हुन्छ। हजुर। फ्यामिली एउटा सन्देश छोडिदिनुहोस् त, के सन्देश हो? परिवारलाई सन्देश? हजुर। परिवारलाई सन्देश त खासै त्यस्तो त केही छैन। अब सन्देश त के भनेर अब जस्तै हुन्छ नि माई फ्यामिली आइ मिसिङ जस्तै अब त्यो त्यो मिसिङ त भइहाल्छ त्यो सम्झना त भइहाल्छ। त्यही पनि अब दिनमा एकचोटि चाहिँ कल गरेर चाहिँ भइरहेको हुन्छ मिलाइरहेको हुन्छ। तपाईँको जीवनमा बुवा आमाले गर्नुभएको सबभन्दा ठुलो योगदान के कुरा सम्झनु योग्य? सम्झनु योग्य त अब धेरै छन्। अब त्यही हो अब राम्रो बाटोतिर एकदम प्रोत्साहन गर्नुभएको छ। अहिले अब खासै त्यही हो। बुवा आमालाई एक शब्दमा व्याख्या गरिदिनुहोस्। बुवा आमा भनेको त अब भगवान् भनौँ न। त्यही हो। जन्मदिन बोर पाउनु जन्मदिनै बनाउनु बुवा आमा जन्माएर हुर्काएर अब यहाँसम्म आउने योग्य बनाइदिनु भयो। अब यहाँसम्म आएर भइरहेको छ। त्यसको लागि अब बुवा आमा लगायत परिवारलाई धेरै धेरै धन्यवाद। उहाँले पुऱ्याउनु भएको योगदानको लागि आभारी छु। त्यही हो सबैको सम्झना छ। बुवा आमालाई मिस्यु भन्न चाहन्छु। मिस्यु लभ यु। ओके, जाँदा जाँदै हजुर सर्टकटमा भन्नुपर्ने कुराहरू तपाईँको आफ्नो व्यक्तिगत कुरा हुनसक्ला। तपाईँको यो भिडियो कसै परिवारका व्यक्तिले हेर्लान् देख्लान् होइन, उहाँहरूले हेर्दै गर्दा उहाँहरूलाई भन्नुपर्ने कुराहरू अर्थात् होला हजुर पनि आफ्नो साथीभाइ होला उहाँलाई भन्नुपर्ने कुरा एउटा कुरा राखिदिनुहोस्। अरू त त्यस्तो कुरा त केही पनि छैन। अब सबैमा अब सम्झना छ। यहाँलाई आजको भेटमा धेरै धन्यवाद। राम्रो काम गर्नुहोस्। कोरियाको बसाइ सुखदमय होस्। यहाँलाई शुभकामना छ।